Hey guys, welcome to my channel. Today I'm making a video on what after SC 2081. So मैले पनि 2080 सालमा SC दिएको थिएँ र म आफ्नो पर्सपेक्टिभबाट यो भिडियो बनाउँदैछु हैन। आफ्नो ओपिनियन्सहरु यहाँ भिडियोमा शेयर गर्नेछु ताकि आउने स्टुडेन्टहरुलाई हेल्प होस्। सो रिजल्टको कुरा गर्नुपर्दा चाहिँ मेरो रिजल्ट चाहिँ असाढको दोस्रो हप्ता आएको थियो र तपाईहरुको रिजल्ट पनि असाढको दोस्रो अथवा तेस्रो हप्तासम्म आउने एकदमै हाई चान्स हुन्छ हैन। सो मेरो एससी जीपीए यहाँ हेर्न सक्नुहुन्छ 3.86 आएको थियो। मेरो ग्रेड शीट मैले त्यही अट्याच गरिदिएको छु, यहाँ हेर्न सक्नुहुन्छ। सो मैले चाहिँ कैलालीको एउटा प्राइभेट स्कुलबाट पढेको थिएँ। प्राइभेट स्कुलबाट मेरो एससी पुरा भएको थियो हैन। र ब्रिजकोर्स मैले अनलाइन ब्रिजकोर्स जोइन गरेको थिएँ हैन एससी पछि। तर मलाई के लाग्यो भन्दाखेरि ब्रिजकोर्स अनलाइन जोइन गर्दाखेरि त्यति खासै इफेक्टिभ हुँदैन। यो टाइम र मनीको मात्रै वेस्ट हुन्छ हैन। यदि तपाईहरुलाई हैन स्कलरशिपमै नाम निकाल्छु र एन्ट्रान्स पनि र्याङ्क टप हान्छु भन्ने यस्तो मन लाग्छ भने चाहिँ फिजिकल जोइन गर्नुस् हैन। त्यसमा अलि फोकस हुन्छ, राम्रो पढाइमा फोकस पनि हुन्छ। र यदि तपाईहरुलाई कुनै टपमा नाम निकाल्ने मन छैन अथवा डिसेन्ट कलेजमा जाने मन छैन चाहिँ ब्रिजकोर्स बिल्कुल आवश्यक छैन। मोस्ट अफ द कलेज इन काठमाडौँले के गर्छ भन्दाखेरि क्लास 10 सम्मकै सिलेबस हालिरहेको हुन्छ हैन। सो क्लास 10 सम्म राम्ररी हेर्नुस्, त्यति नै काफी हुन्छ म भन्छु हैन। र यदि तपाई ब्यालेन्स स्कलरशिपमा नि दिन चाहनुहुन्छ भने चाहिँ यहाँहरुले ब्रिजकोर्स जोइन गर्न आवश्यक बिल्कुल छैन। यदि तपाईलाई फिक्स छ हैन ब्यालेन्स स्कलरशिपमा नाम निकाल्छु र त्यसमा फ्रीमा पढ्छु भन्ने त्यस्तो यदि तपाईहरुको एम छ भने चाहिँ ब्रिजकोर्स नगर्नुस् हैन। मेरो स्ट्रेट फरवर्ड सुझाव हैन। तपाईलाई 10 सम्मको पढाउनुस् हैन डेली, त्यति नै काफी हुन्छ। र यो टपिक जुन छ नि यो टप 10 कलेज इन काठमाडौँ फर +2 साइन्स एन्ड म्यानेजमेन्ट, यो टपिकमा चाहिँ म फी स्ट्रक्चर इन्क्लुडिङ फी स्ट्रक्चरदेखि लगाएर सम्पूर्ण कुराहरू इन्क्लुड गरेर एउटा डिटेल भिडियो बनाउने सोचिरहेको छु हैन। यदि तपाईहरुलाई त्यो भिडियो चाहिन्छ भने चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुन्छ र म छिटोभन्दा छिटो नै यो भिडियो अपलोड गर्नेछु। त्यसैले सब्स्क्राइब गर्नुहोस् च्यानललाई ताकि मैले बनाएको भिडियो यहाँहरुमाझ पुगोस् र यहाँहरुलाई डिसिजन लाग्नलाई हेल्प होस्। र एन्ट्रान्स एक्जामिनेसनको कुरा गर्नुपर्दा चाहिँ म यसमा हैन एउटा सुझाव दिन चाहन्छु, यहाँहरुलाई एडभाइस दिन चाहन्छु कि काठमाडौँमा हैन एससी को रिजल्ट आएपछि हैन धेरै कलेजहरुले 1 हप्ता अथवा 2 हप्तापछि हैन एन्ट्रान्स एक्जामिनेसनहरु डेटहरु सार्वजनिक गर्छ हैन र एन्ट्रान्स एक्जामिनेसनहरु लाग्छ हैन। तर हामीले के गर्नुपर्छ भन्दाखेरि एन्ट्रान्स एक्जामिनेसन दिनुपर्छ तर एडमिसन चाहिँ अहिले गर्नुहुन्न, तुरुन्तै गर्नुहुन्न। किनभने धेरै कलेजहरुले के गर्छ भन्दाखेरि एकदमै प्रेसराइज गर्छ कि एडमिसन गर नत्र तिमीहरुको स्कलरशिप जुन पाएको छ त्यो पनि क्यान्सल हुन्छ भनेर प्रेसराइज गर्छ। तर हामीले के गर्ने भनेपछि प्राइभेट पढेको होस् चाहे गभर्नमेन्ट पढेको होस्, सुरुमा काठमाडौँ मेट्रो स्कलरशिपमा अप्लाई गर्ने, त्यसमा नाम निस्कियो भनेपछि त राम्रै भइहाल्यो हैन, फ्रीमा पढ्न पाइहाल्यो। नाम निस्किएर भने अनि मात्रै एडमिसन गर्नुपर्छ। त्यो कलेजहरुले पनि मानिहाल्छ हैन। त्यो भन्नको लागि मात्रै प्रेसर दिनको लागि मात्रै एकदमै छिटो गर भनेर यस्तै भनिरहेको हुन्छ कलेजहरुले। सो मेरो एडभाइस के छ भन्दाखेरि काठमाडौँ मेट्रो स्कलरशिपलाई एकदमै प्रायोरिटी दिएर सबै विद्यार्थीहरुले चाहे पब्लिक होस् अथवा प्राइभेट होस् सबै विद्यार्थीहरुले यसलाई नै एकदम इम्पोर्टेन्स दिनुहोस्। र मैले पनि जस्तै प्राइभेटबाट पढेको थिएँ र यसमा हैन मैले 276 र्याङ्क ल्याएको थिएँ। त्यही पनि मैले एउटा रेपुटेड कलेजमा हैन आफ्नो +2 पढिरहेको छु हैन फर फ्री। एउटा पैसा पनि मैले स्कुललाई तिरेको छैन। त्यसैले सो होस्टेल र रेन्टको रुमको कुरा गर्नुपर्दा मलाई लाग्छ भन्दा एक्लै एकदमै गाह्रो हुन्छ नि म्यानेज गर्न सबै चीज। त्यसैले एक्लै हुनुहुन्छ भने होस्टेलमा जानुस् र यदि सिब्लिङ्सहरु अथवा रिलेटिभहरुसँग बस्नुहुन्छ भने चाहिँ रेन्टेड रुमै राम्रो हुन्छ। र यो टपिक जुन छ नि यसमा पनि मिस्टेक्स दैट आई डिड दैट यु शुड नट डु, यो टपिक पनि एकदमै यसमा पनि इम्पोर्टेन्ट टपिक हो। र यसमा पनि म आफ्ना सम्पूर्ण एक्सपिरियन्सहरु समेटेर एउटा भिडियो बनाएको छु छुट्टै। र यो भिडियो पनि यदि तपाईहरुलाई चाहिन्छ भने चाहिँ कमेन्ट गर्नुहोस्। र आजको लागि यति नै हैन। र म अपलोड अब गर्दैछु, बिस्तारै अपलोड गर्दै गर्नेछु हैन। यहाँहरुलाई चाहिन्छ भने चाहिँ कमेन्ट गर्नुहोस् भिडियोमा र म तुरुन्तै भिडियो बनाउँदैछु। सो आजलाई यति नै। च्यानललाई सब्स्क्राइब गर्नुहोस्, नोटिफिकेसन अन गर्नुहोस् र आफ्नो साथीहरुमा शेयर गर्नुहोस् ताकि सबैलाई हेल्प होस् हैन भिडियोबाट। सो हैव अ गुड डे एन्ड एन्जॉय भेकेसन गाइज। बाइ।